सर्वप्रथम माननीय प्रधानाध्यापकज्यू अनि कक्षा 12 का सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। यति राम्रो प्रोग्राम आयोजना गरिदिनु भयो हाम्रो निम्ति। सर्वप्रथम धन्यवाद भन्न चाहन्छु। हाम्रो घरबाट विभिन्न समस्याहरूले गर्दाखेरि विभिन्न समस्याहरू थिए, तर हामी यहाँ त्यो समस्याहरूलाई भुलेर अनि आफ्नो मनमा धेरै इच्छाहरू लिएर यहाँ झोलामा धेरै दुःखहरू बोकेर आएका थियौँ। तर यहाँ आएर हामीले त्यो समस्याहरूलाई भुलेर आफ्नो पढाइहरूलाई निरन्तरता दिन सक्यौँ। आज हामी यस समयमा विदाईको क्षणमा उभिएर कति गरौँ तिम्रोमा बयान गर्देऊ अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले कति गरौँ तिम्रोमा बयान गर्देऊ अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा राम्ररी लिएर आएका थियौँ। त्यो हाम्रो सपना साकार पार्नको निमित्त यस विद्यालय र हाम्रा पूजनीय गुरु गुरुआमाहरूले एउटा पारिवारिक सम्बन्ध जस्तै कायम गरी हाम्रो अन्तर्क्रिया पाठ्यक्रमहरूलाई बुझाउनु भयो। त्यसको लागि हामी कक्षा 12 को तर्फबाट शिरनिउलाई कोटि कोटि प्रणाम प्रदान गर्दछौँ। आजको दिन विदाई भए तापनि हामीले विदाईको रूपमा लिएको छैनौँ, किनभने हामीलाई लाग्छ यो विदाई नभएर हामीले 2 वर्षको अवधि पार गरेका हौँ। यस 2 वर्ष पार गरिरहँदा हामीले केही राम्रा नराम्रा पलहरू बिताएका थियौँ। पढ्यौँ, लेख्यौँ, खेल्यौँ। यही क्रममा हामीले केही भुलचुक गरेमा कुनै कारणवश कमी कमजोरीका कारण हामीबाट गल्ती भएमा माफी चाहन्छौँ। कक्षा 9 र 11 का परम Gracias.